म वीरेन्द्र यादव, यहाँ सबैलाई स्वागत छ तपाईको आफ्नो युट्युब च्यानल लोकसेवा पोइन्ट्समा, जहाँ हामी तयारी गर्छौं जेके, आईक्यू र म्याथमेटिक्स। र आज म तपाईहरुको बीचमा अति नै उपयोगी टपिक जुन चाहिँ जुनसुकै लोकसेवा एक्जाम होस् या कम्पिटिटिभ एक्जाम होस् त्यसको लागि चाहिँ इम्पोर्टेन्ट हुन्छ। त्यो टपिक हाम्रो रहेको छ ग्रीनविच रेखाले काट्ने देशहरु कुन कुन छन्, त्यस्तै भूमध्य रेखाले काट्ने देशहरु कुन कुन छन् र यस्तै सुमेरु परिषदका राष्ट्रहरु कुन कुन छन् हैन र कतिवटा छन्, त्यस्तै अब आईसी मोडका सदस्य राष्ट्रहरु कुन कुन छन् र कतिवटा छन् हैन। र यी सबै कुराहरु एउटा भिडियोमा राख्दा लामो पनि हुन सक्छ होला। अब जति भ्यासम्म हामी एउटा भिडियोमा राख्ने छौं र तपाईहरुसँग अनुरोध छ कि हाम्रो भिडियो सुरुदेखि अन्तसम्म हेर्नु होला र राम्रो लागेमा अवश्य कमेन्ट, लाइक र शेयर गर्नु होला र सब्स्क्राइब गर्न नबिर्सनु होला। ओके, ल अब हामी सुरु गर्न गइरहेका छौं। पहिलो हामी यहाँ राख्दै छौं भूमध्य रेखामा रहेका देशहरु। पहिलो कुरा हाम्रो रह्यो भूमध्य रेखामा रहेका देशहरु। भूमध्य रेखामा रहेका देशहरु। भूमध्य रेखामा रहेका देशहरु यो चाहिँ कतिवटा छ? यो तपाईको 13 वटा आउँछ। भूमध्य रेखामा रहेका देशहरु 13 वटा, अर्थात भूमध्य रेखा भन्नाले हामी यसलाई यसरी पनि बुझ्न सक्छौं 0 डिग्री अक्षांश रेखा। यसलाई हामी के भन्न सक्छौं भने 0 डिग्री अक्षांश रेखा। 0 डिग्री अक्षांश रेखा। 0 डिग्री अक्षांश रेखा अर्थात यसलाई हामी यसरी पनि बुझ्न सक्छौं इक्वेटरले काट्ने देशहरु कुन कुन छन्। इक्वेटरले काट्ने देशहरु कुन कुन छन्? इक्वेटरले काट्ने देशहरु। इक्वेटरले काट्ने देशहरु यो सबै तपाईको एउटै क्वेशन हो, एउटै कुरा हो, बुझ्नु पर्छ कुराहरु के। ल फेरि सुन्नुस् त, भूमध्य रेखामा रहेका देशहरु हामी भने 13 वटा हैन। अब त्यो कुन कुन छ त्यो हामी ट्रिकको साथ तपाईलाई हेराउँछौं, देखाउँछु यहाँ। र भूमध्य रेखामा रहेका देशहरु भन्दा पनि या 0 डिग्री अक्षांश रेखामा पर्ने देशहरु कुन कुन छ भन्दा पनि या इक्वेटरले काट्ने देशहरु भन्दा पनि कुरा एउटै आउँछ, क्वेशन एउटै हो। त यसको सबभन्दा पहिला ट्रिक चाहिँ बुझिहाल्नुस् त। यसको तपाईको ट्रिक रहेको छ, ट्रिक यसरी याद गर्नुस्, इस आईएस यसरी पढ्नु, इस गोमाको रेड बस। इस गोमाको रेड बस। रेड बस के यो भनेर हामीले एउटा क्वेशन जस्तो या सम्भावना जस्तो खोजौ, यसलाई के सोधौं के इस गोमाको रेड बस के वास्तवमा इस गोमाको गो भनेको नाम या व्यक्ति बुझिहाल्नुस्। इस गोमाको रेड बस के यसरी हामी सम्झिनुस् त। इस गोमाको रेड बस के। अब यो ट्रिक सम्झेर हामी यसरी याद गर्न सक्छौं। हेर्नुस् त, देशका नामहरु हो। पहिलो नम्बरमा आइबाट इन्डोनेसिया। आइबाट इन्डोनेसिया बुझ्नुस्। त्यस्तै यसबाट सोमालिया हैन। त्यस्तै यो दुईटा भयो हैन, इस इन्डोनेसिया सोमालिया। त्यस्तै 3 नम्बरमा गोबाट गोवन अनि 4 मा माबाट मालदिभ्स जो हाम्रो साथ आफ्नो पनि परिरहेको छ मालदिभ्स। कोबाट कोलम्बिया यसरी बुझ्नुस् त, कोलम्बिया। यो तीनवटालाई यसरी पनि हामी याद गर्न सक्छौं। अब गोवन, मालदिभ्स, कोलम्बिया। त्यसपछि के छ रेड बस के। अब यसको फुल फर्म के होला? हेर्नुस्, यसलाई सिम्पली याद राख्नुस् त। रिपब्लिक अफ द कंगो, आरबाट रिपब्लिक, डीबाट डेमोक्रेटिक बुझ्नुस्। द रिपब्लिक अफ द कंगो, डेमोक्रेटिक अफ द कंगो। अनि बीचमा ईबाट इक्वेटर सम्झिनु होला। रिपब्लिक अफ द कंगो, रिपब्लिक अफ द कंगो, ठीक छ। अनि ईबाट बीचमा इक्वेटर र डीबाट डेमोक्रेटिक डेमोक्रेटिक अनि बाँकी सेम अफ
द कङ्गो। यो तीनटामा यो दुईटालाई हेर्नुहोस् त सेम छ। रेड भन्नाले के बुझ्नुहोस्, आरबाट रिपब्लिक, डीबाट डेमोक्रेटिक। अब छ के त रिपब्लिक अफ द कङ्गो, यहाँ के छ डेमोक्रेटिक अफ द कङ्गो, बीचमा ईबाट इक्वेटर र इक्वेटरवाला हामी पढि नै रहेको छौँ, ठिक छ। अनि मिल्दोजुल्दो नामहरू छ। त्यस्तै भयो बीबाट के बुझ्ने हैन, बी यहाँ हेर्नुहोस् त 9 नम्बर हैन। बी भनेको बीबाट ब्राजिल, बीबाट ब्राजिल, युबाट यो 10 नम्बर हैन, युबाट युगान्डा, युबाट युगान्डा, अनि यसबाट साओ टोमे एन्ड प्रिन्सिपे, साओ टोमे एन्ड प्रिन्सिपे, PRINCIPE, प्रिन्सिपे, साओ टोमे एन्ड प्रिन्सिपे। त्यस्तै कीबाट तपाईको 12 मा आउँछ कीबाट किरिबाटी, कीबाट किरिबाटी, किरिबाटी। त्यस्तै केबाट केन्या, केबाट केन्या। यसरी हामी यो ट्रिकबाट भूमध्य रेखामा रहेका देशहरू अर्थात् 0 डिग्री अक्षांश रेखामा पर्ने देशहरू अर्थात् इक्वेटरले काट्ने देशहरू सम्झिन सक्छौं। ट्रिक सिम्पल थियो, इस गोमाको रेड बस के। आईबाट इन्डोनेसिया, एसबाट सोमालिया, गोबाट गोवन, माबाट मालदिभ्स, कोबाट कोलम्बिया। त्यस्तै यसलाई अलिकता माइन्डसेट यसरी गर्नुहोस्, आर र डी भनेको रिपब्लिक, यता के भयो डेमोक्रेटिक, अनि बीचमा के छ इक्वेटर। अनि आरबाट के त रिपब्लिक अफ द कङ्गो, अनि यता के थियो डेमोक्रेटिक अफ द कङ्गो, अनि बीचमा के छ इक्वेटर छ। र बस, अब बसको फुल फर्ममा के आयो भने बीबाट ब्राजिल बुझ्नुहोस् हैन, युबाट के छ युगान्डा छ, अनि यसबाट साओ टोमे एन्ड प्रिन्सिपे भनेर देशको नाम छ एउटा हैन। त्यस्तै के अब के भन्नाले किरिबाटी, अनि के भन्नाले फेरि केन्या, किरिबाटी केन्या। यस ट्रिकले हामी याद राख्न सक्छौं। ल अहिले हामी पढ्यौं भूमध्य रेखामा रहेका देशहरू अर्थात् इक्वेटरमा पर्ने देशहरू कुन कुन छन्। र अब हामी सुरु गरौं प्रधान मध्याह्न रेखामा पर्ने देशहरू। प्रधान मध्याह्न रेखामा पर्ने देशहरू यो चाहिँ 8 वटा रहेको छ। कतिवटा 8 वटा रहेको छ। र यसलाई हामी याद कसरी गर्ने, र यो भन्दा पनि पहिला प्रधान मध्याह्न रेखा भन्दा पनि यहाँ तपाईलाई यसैलाई भनिदिन्छ 0 डिग्री देशान्तर रेखा, 0 डिग्री देशान्तर रेखा, 0 डिग्री देशान्तर रेखामा हैन पर्ने देशहरू पनि भन्न सकिन्छ। या यसैलाई ग्रीनविच, रेखाले वा रेखा मध्येमा पनि हुन्छ रेखाले काट्ने देशहरूलाई, काट्ने देशहरू कुन कुन हो भन्दा पनि एउटै कुरा आउँछ। ल 3वटा यहाँ क्वेशन छ, तर क्वेशन भनेको एउटै हो। प्रधान मध्याह्न रेखामा पर्ने देशहरू कुन कुन हुन्, या तपाईको 0 डिग्री देशान्तर रेखामा पर्ने देशहरू कुन कुन हुन्, या ग्रीनविच रेखाले काट्ने देशहरू कुन कुन हुन् भन्दाखेरि एउटै आन्सर आउँछ 8 वटा। र यो 8 वटा कसरी याद राख्ने त्यसको चाहिँ ट्रिक हेर्नुस् त, अति नै सरल छ र इन्ट्रेस्टिङ पनि छ। यसलाई यसरी याद राख्नु होला, फ्याट गर्ल बसमा बसेकी छ, फ्याट गर्ल बसमा बसेकी छ। यसले सिम्पली रियलाइज गर्नुस् त, फ्याट गर्ल अनि कुनै मोटी केटी बसमा बसेकी छ। कहाँ बसेकी छ? बसमा बसेकी छ हैन। फ्याट गर्ल बसमा बसेकी छ। यसलाई सिम्पली रियलाइज गर्दाखेरि याद रहन्छ हामीलाई। र यसबाट हामी बुझ्न सक्छौं फ्याटको फुल फर्म के होला त? फ्रान्स, अल्जेरिया, टोगो। के बुझ्नु होला? फ्रान्स अनि 2 मा अल्जेरिया अनि टीबाट के त टोगो। फ्रान्स, अल्जेरिया, टोगो। यो 3 वटा हामी सिम्पली यसरी याद राखौं, फ्याट, फ्रान्स, अल्जेरिया, टोगो। अब कुरा आयो गर्ल मिन्स के बुझ्नु? हेर जीबाट सुरु हुन्छ हैन। गर्लको कपाल चाहिँ धेरै घन हुन्छ। के हुन्छ? धेरै घन हुन्छ, बाक्लो हुन्छ हैन। अनि यही घबाट चाहिँ घाना बुझ्नुस्, घबाट
घाना यसरी है घबाट के बुझ्नुस् घाना सिम्पल छ गल जीबाट सुरु हुन्छ गलको कपाल चाहिँ के हुन्छ धेरै घन हुन्छ भनेर हामी बुझ्यो यही घनबाट के बुझ्नु त घाना छ भनेर बुझाउँछ अब हामी बसको कुरा गरौँ बस अब यो बसको फुल फर्म के हुन्छ होला बीबाट बुर्कानी फासो बुर्कानी या बर्कानी जे पढ्नुस् बुर्कानी फासो त्यस्तै युबाट युके युबाट युके युबाट युके युके भन्नाले के युनाइटेड किङडम हैन युनाइटेड किङडम भन्नाले के बुझ्छौँ हामी संयुक्त अधिराज्य हैन संयुक्त अधिराज्य यसैलाई हामी के भन्छौँ बेलायत हैन यहीलाई हामी के भन्छौँ बेलायत अब जस्तै कसै कुनै कन्ट्रीको धेरै नामहरू हुन्छ जस्तै सबैको इन्डिया छ भारत हिन्दुस्तान के भनिन्छ हैन त्यस्तै युके भन्नाले युनाइटेड किङडम भन्छ संयुक्त अधिराज्य बेलायत अब रहेको यसबाट स्पेन सिम्पल छ अनि माबाट के माबाट माली यसरी हामी यो ट्रिकबाट के भन्छ प्रधान मध्याह्न रेखामा पर्ने देशहरू अर्थात् 0 डिग्री देशान्तर रेखामा पर्ने देशहरू अर्थात् ग्रीनिच रेखाले काट्ने देशहरू कुन भन्दाखेरि 8 रहेछ ट्रिक के रह्यो फ्याट गर्ल बसमा बसेकी छ ठीक छ यो ट्रिकबाट हामी याद गर्न सक्छौं र अब आजलाई यति राखौं र तपाईहरुसँग रिक्वेस्ट छ हाम्रो भिडियोलाई सुरुदेखि अन्तसम्म हेर्नु होला र के छ कस्तो लाग्यो तपाईलाई त्यो चाहिँ कमेन्ट अवश्य गर्नु होला र हाम्रो भिडियोलाई सब्स्क्राइब अवश्य नै गर्नु होला भनेर आजलाई यतै समाप्त गर्दछु ओके धन्यवाद।